हेलो फ्रेन्ड्स, गुड मर्निङ सबैजना। तपाईँहरू कस्तो हुनुहुन्छ? हामी त एकदम ठिकै छु। सो अहिले चाहिँ हामीहरू आएको छु यता, हेर्न सक्नुहुन्छ सोरुममा एकछिन सानो काम परेर चाहिँ हामी यहाँ आएको हो। अन्त यहाँ हेर्नुहोस् न, मेरो छोरी बदमास गर्दैछ, पुरा बदमास। अन्तखेरि हेर्नुहोस् न कस्तो बदमास गर्छ उसले चाहिँ हो। घरमा त त्यत्तिकै बदमास गर्छ, अहिले पनि घुमेर घुमेर केही छैन। अनि त्यही हामीलाई चाहिँ यतानिर कफी र बिस्किट दिएको थियो। हामीले चाहिँ खाइसक्यो कफी, अन्त उसले चाहिँ बिस्किट खाँदै घुम्दैछ हो। बदमास छ, हेर्नुहोस् न। अन्त मम्मा यहाँ 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 भन्छ, पापा यहाँ 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 भन्छ हो। यसरी घुमेकै छ ऊ, बदमास गरेकै। अन्त त्यहाँदेखि हामी त्यहाँबाट चाहिँ यहाँ आएँ एकछिन रेस्टुरेन्टमा हो। एउटा सानो रेस्टुरेन्ट रहेछ यतानिर। त्यहाँनिर चाहिँ हेर्नुहोस् न, यस्तो खालके थुक्पा पाउँदो रहेछ हो। हेर्न सक्नुहुन्छ, यस्तो मोटो मोटो आँटाको जस्तै खालके पाउँदो रहेछ यहाँनिर कि। यतानिर टिबेटनहरूले चाहिँ यस्तै खाँदो रहेछ नि त। यो चाहिँ हो तिनसुकिया आएको थियो नि त आज चाहिँ हामी। अन्तखेरि यहाँ हेर्नुहोस् न, यसो हो, उसले पनि खाने अरे। अन्त उसले आफै खाने अरे कि। अन्त यसरी हामी दुईजनाले खाँदैछु हो। हेर्नुहोस् न कस्तो है, आफ्नै जग्गामा आएको जस्तो लागेको मलाई त कि। अन्त तर मिठो चाहिँ मिठो हुँदो रहेछ यो पनि। हामीले खाएँ, टेस्ट गरेँ, मन पर्यो, दामी रहेछ हो। अन्तखेरि त्यही हो, यसरी खाँदै गएँ हामीहरू हो। अन्त प्याज चाहिँ यसरी गोलो गोलो खाले काटेर दिँदो रहेछ। अन्तखेरि यसरी खाँदै थिएँ हामीले चाहिँ हो। खाइसक्नु आँटेँ। त्यहाँदेखि खाइसकेर चाहिँ अब फेरि हाम्रो एउटा सानो काम छ, त्यहाँबाट चाहिँ हामी सिधा फर्किने। अन्त यहाँ आएको बेलामा चाहिँ अब हामी खाएर जान्छौँ नि त, किनभने हामी छबुवा भन्ने जग्गामा बस्छु, त्यहाँ चाहिँ केही पाउँदैन हो। त्यही भएर चाहिँ अन्तखेरि त्यहाँदेखि हामी सानो एउटा जग्गामा गएँ, फेरि हामी अर्को रेस्टुरेन्टमा आएँ हो। यो चाहिँ हाम्रो छोरीले लस्सी खाने भनेर कि, लस्सी खाने अरे उसले कि, त्यही भएर चाहिँ अन्त हामी यहाँ आएको छु। अन्तखेरि उसले चाहिँ यसरी लस्सी उसले र पापाले खाने अरे, म चाहिँ खाइनँ कि। अन्त उसले र पापाले खाने अरे, अन्त त्यही भएर चाहिँ दुईजनाले खाँदैछ लस्सी। म चाहिँ यहाँको डोसा टेस्ट गरौँ भनेर चाहिँ डोसा ट्राई गर्छु भनेर सोचेर बसिरहेको थिएँ। ठिकै डोसा पनि आयो। अन्त उसले चाहिँ छोला बटोरे खाने अरे हो। अन्त लुन त बटोरे नै खानु भनेर खायो। त्यहाँदेखिको हामीहरू अब फेरि रिटर्न गएँ। यस्तो छ यहाँको बाटो चाहिँ, हेर्न सक्नुहुन्छ। सानो यतानिर लिक पनि छ हो। अन्त साइडमा बाटो छ। त्यहाँदेखिको फेरि साइडपट्टि चाहिँ तपाईँको टी गार्डन पनि छ। हेर्न सक्नुहुन्छ कस्तो दामी छ नि। यता खिच्दा तर राम्रो लाग्छ कि, तर के भन्नु है, बोरिङ छ जग्गा त, सानो हो। यो चाहिँ चियापत्तीहरूको फ्याक्ट्री अरे हो कि, कस्तो दामी रहेछ तर त्यो चाहिँ। अन्त फाइनली अब चाहिँ हामी आइपुगेँ। यो चाहिँ छबुवा हो। अहिले चाहिँ हामी आइपुगेँ छबुवा। हुन्छ गाइज, बाई बाई।